यो बहस गरौँ सबैजना एकै ठाउँमा बसेर बहस गरौँ भन्ने मान्छेहरूलाई म यी बुदाहरूमा चाहिँ बहस गर्नु होला है भन्छु है। यो नेपाली काङ्ग्रेसको 2079 को संक्षिप्त यो उहाँहरूको म्यानिफेस्टो संक्षिप्त संस्करण नेपाली काङ्ग्रेसको सङ्कल्प प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन 2079 यो उहाँहरूको वेबसाइटमा यत्र तत्र सर्वत्र छ। अब यहाँ संक्षिप्तमा चाहिँ 8-10वटा बुँदा छन्। अब डिटेलमा त अझै छन्, हामी नेपालीहरूको पढ्ने बानी छैन, त्यो उनीहरूले हजुरलाई बताइदिउँ भनेर। पहिलो के छ भने हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्नेछौँ। भयो कि भएन? दोस्रो, जनसरोकार एवं सेवा प्रवाह सम्बन्धी तीनै तहका सरकारका कार्यालयमा हुँदै आएका विकृति, विसङ्गति, भ्रष्टाचार, ढिलासुस्ती र झन्झटिलो अवस्थाको अन्त्य गरी प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउँदै आधुनिक प्रविधि प्रयोग गरी सरल, सहज र छिटो छरितो सेवा उपलब्ध गराउनेछौँ। भयो कि भएन होला? तेस्रो, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी वर्षौँदेखि दरबन्दी सुविधा, उमेर हदको अनिश्चितता तथा उचित तलब र पेन्सनको सुविधाबाट वञ्चित रहेको समस्याको न्यायिक र दीर्घकालीन समाधान गर्नेछौँ। भयो कि भएन होला? योभन्दा अगाडिको म्यानिफेस्टो पनि म पढिदिन सक्छु है, त्यो पनि भएन। काठमाडौँ महानगरपालिका लगायत देशभरिको सहरी क्षेत्रमा रहेको फोहोरको समस्यालाई दीर्घकालीन समाधान गर्न तीनै तहका सरकारबीच समन्वय गरी निजी क्षेत्र समेतको संलग्नतामा अत्याधुनिक व्यवस्थापन गर्दै फोहोरबाट विद्युत एवं प्राङ्गारिक मल उत्पादन गर्ने विकल्प पहल गर्नेछौँ। भयो कि भएन होला? होइन। चौथो भनेको कृषकले प्रत्येक वर्ष भोग्नु परिरहेको रासायनिक मलको समस्या समाधान गर्न निजी क्षेत्र समेतको सहभागितामा आन्तरिक उत्पादन लगायत दीर्घकालीन उपाय खोज्नेछौँ। यो भयो कि भएन? यो फेरि एउटा मात्रै म्यानिफेस्टोमा होइन कि, यो 3-4वटा चुनाव अगाडिदेखि नै यिनीहरू चिज नै समावेश रहेछन् के। पाँचौँ भनेको उखु तथा अन्य किसानले आफ्नो कृषि सामग्रीको मूल्य प्राप्त गर्न कृषकले पछिल्लो केही वर्षदेखि राजधानी आए आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अविलम्ब आवश्यक नीतिगत निर्णय गर्नेछौँ। यो पनि भयो कि भएन होला? छैटौँ, वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको सम्पूर्ण विकृति, विसङ्गति नियन्त्रण गरी ठगिनबाट रोक्ने, भनिए बमोजिमको तलब तथा सुविधा र काम उपलब्ध गराउने सन्दर्भमा भइरहेको सम्पूर्ण व्यवस्थाको अन्त्य गर्नेछौँ। यो पनि भयो कि भएन होला? सातौँ, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न आयोग मार्फत सुरु गरिएका कार्यहरूलाई शीघ्र अगाडि बढाइनेछ र जनताले तिर्न नसकेको चर्को करलाई पुनः विचार गरी न्यायोचित बनाइनेछ। यो पनि भयो कि भएन होला? होइन। आठौँ, राज्यबाट नीतिगत रूपमा भइरहेको सबै प्रकार र आवरणको लैङ्गिक विभेद निर्मूल गर्न लैङ्गिक आधारमा भइरहेको सबै असामान्य कानुनहरू तत्काल संशोधन गर्नेछौँ। तत्काल कुनै पनि प्रकारको सामाजिक विकृति, विसङ्गति तथा महिला र यौन हिंसामा संलग्न पार्टीका सदस्यहरूलाई तत्काल पार्टीबाट निष्कासन गरी कानुनी कारबाही गरिनेछ। जातीय विभेद, यौन हिंसा, छुवाछुत लगायतका अन्य कुनै पनि विभेद गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनेछौँ। यो पनि भयो कि भएन होला? 9, राष्ट्रिय समावेशी सूचनाका सूचकाङ्कका आधारमा समावेशिताको विकास र सेवा सुविधा वर्गीकरण गरी जीवनमा एक कार्यकाल मात्र आरक्षण पाउने कानुनी व्यवस्था गर्नेछ। ओहो, राम्रो छ सुन्दा। भयो कि भएन होला? 10औँ हो कि 11औँ, नेपालमा अझै उचित व्यवस्थापन हुन नसकेको बादी, मुक्ति, कमलरी, मुक्त कमैया, चेपाङ, राउटे, गन्धर्व लगायत परम्परागत सिप र पेसागत क्षमता भएका समुदाय लक्षित रोजगारीका कार्यक्रमहरूलाई उनीहरूका मौलिक पहिचानसँग प्रतिकूल नहुने गरी सञ्चालन गर्ने आवश्यक योजना तथा कार्यक्रमहरू ल्याउनेछौँ। यो पनि भयो कि भएन होला? र लास्ट, पहिरो, बाढी, आगलागी लगायत प्राकृतिक विपदहरू कम गर्न भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभावको अनिवार्य अध्ययन गर्नुपर्ने बाध्यकारी कानुन व्यवस्था गर्नेछौँ। सो तपाईँले अझै यहाँ हेर्नुहुन्छ भने 5 वर्षको लक्ष्य, सिकाइको सङ्कट मापन संस्थागत गर्ने, महिला 15 देखि 24 वर्ष, साक्षरता दर 95% बनाउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था 80% बनाउने, कक्षा 11मा भर्ना हुने दर कम्तीमा 50% बनाउने, पाठ्यक्रममा प्राविधिक र व्यावसायिक सिप 40% बनाउने। स्वास्थ्यमा लक्ष्य के रहेछ भने 3 वर्ष मुनि र 73 वर्ष माथिको नागरिकलाई निःशुल्क उपचार है। अनि नसर्ने रोगबाट हुने मृत्यु दर 1/3 बनाउने, औसत आयु 73 वर्षको बनाउने, मातृमृत्यु दर 80%
कायम गर्ने हैन 80% मा चाहिँ आई डोन्ट नो व्हाट दिस मिन्स हैन स्वास्थ्य बीमित हुने संख्या 100% बनाउने रे बाल कुपोषणलाई चाहिँ घटाउने 20% ले घटाउने उद्यम रोजगारीमा चाहिँ उहाँहरुको के रहेछ भने 5 वर्षमा 12,50,000 नयाँ रोजगारी क्रिएट गर्ने रे ल 5 वर्ष त काम गर्न पाउनु भएन 2.5 वर्षमा त्यसको रेशियोमा त केही न केही पर्सेन्टेज काम भयो होला नि त हैन अनि न्यूनतम वार्षिक 7% को आर्थिक वृद्धि दर भयो कि भएन होला मेरो त भएको छैन हैन अनि ओम्निबस आर्थिक सुधार नयाँ चरणमा लाने रे हैन ओम्निबस यो यिनीहरुको एउटा केही थियो होला योजना अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश 5.6% बाट 9% बनाउने रे त्यो पनि भयो कि भएन आई डोन्ट नो है सो यदि हामीहरु बहसै गर्न चाहन्छौं भने यी विषयहरुमा बहस गर्नु पर्यो के बुँदा बुँदा टिपेर हुन्छ नि नभए 30 वर्ष लामो राजनैतिक यात्रामा भएका पार्टीहरुले म्यानिफेस्टो अर्थात उहाँहरुको यो संकल्प त यस्तो भयंकर निकाल्नु हुन्छ कि मान्छेले पढ्यो भने देश उहाँहरुको हातमा आउन साथ काया पलट हुन्छ जस्तो तर के भनी संकल्प वा म्यानिफेस्टोले मात्रै यो देश बन्दैन के नियतले देश बन्यो र नियत 30 वर्षको हेर्ने हो भने उहाँहरुमा देखिदैन त्यो हुनाले उहाँहरुलाई केही क्षण विश्राम दिएर तपाईहरु चाहिँ आफ्नो रेट्रोस्पेक्सन अर्थात आफूले आफ्नो मूल्याङ्कन गर्नुस् भनेर उहाँहरुलाई आराम दिन जरुरी छ र रह्यो कुरो एउटा नयाँ मान्छेले पार्टी लिड गर्दैछ त्यही भएर एउटा नवीनता आउँछ भन्ने कुरामा आई डोन्ट ट्रस्ट दैट व्हाई इज बिकज तपाई एउटा घरमा बसेर चाहिँ तपाईको बुवा आमाको छत्र छायामा वा परिवारको छत्र छायामा तपाईले 20औं-30औं वर्ष केही सिक्नुहुन्छ भने until and unless you unlearn that तपाईले नयाँ कुरा लर्न गर्न सक्नुहुन्न एन्ड जो अहिले पार्टीको अध्यक्ष हुनुहुन्छ उहाँको लर्निङ पनि त्यही नै मान्छेहरुले गराएका हुन् जो मान्छेले यो म्यानिफेस्टो वा यो संकल्पहरु बनाउनको निम्ति धेरै दिमाग खियाएका हुन् र अर्को कुरा उहाँ एउटा मनजिएको स्पिकर वा एउटा के भन्नुहुन्छ नि त्यो इलोक्वेन्ट स्पिकर हुनुहुन्छ के सो बोलेर त उहाँलाई कसैले पनि जित्न सक्दैन तर उहाँको 3 कार्यकाल काठमाडौँ क्षेत्र नम्बर 4 बाट हेर्ने हो भने his actions does not qualify his words त्यो हुनाले I do not trust this man a lot with my future and my country's future है so please अनि जो बहस गर्ने भने चुमुक गर्नु भएको छ नि बहस गर्दाखेरि चाहिँ यी बुँदाहरु समात्नुस् के अब हाम्रो सामाजिक सञ्जालमा चाहिँ समस्या के छ भने धेरै जना मान्छेहरुको पढ्ने बानी छैन के मैले यो 2-3 दिन चाहिँ यो म्यानिफेस्टो पढिराथे के नेपाली कांग्रेसको माओवादीको एमालेको म एमालेको पनि बनाउँछु एमालेको त झन् यो भन्दा एकदम ध्वस्तै छ म्यानिफेस्टो पढ्ने हो भने चाहिँ उहाँहरुले यो देशलाई चाहिँ आमामामा यो संसारकै नम्बर 1 आर्थिक रूपमा सामाजिक रूपमा हैन शक्तिको रूपमा त नम्बर 1 जस्तो प्रक्षेपण गर्नु भएको छ तर उहाँहरुको काम गराइ हेर्ने हो भने चाहिँ त्यो देखिदैन त्यो हुनाले म्यानिफेस्टै बनाएर वा चाहिँ संकल्पै बनाएर वा डिबेटै गरेर चाहिँ देशले एकदमै कोल्टै फेर्छ भन्ने कुरामा चाहिँ म विश्वास गर्दिन बालेनको पनि मेयर हुँदाखेरिको उसको खासै ठुलो म्यानिफेस्टो केही पनि थिएन उसको खासै ठुलो संकल्प केही पनि थिएन दिस गाइ वाज फर चेन्ज ही वान्टेड टु चेन्ज एन्ड आई भोटेड बालेन यो लोकल इलेक्सन्समा एन्ड आई एम प्रिटी ह्यापी विथ दिस गाइ किनभने आई एम हिज भोटर हैन र मलाई धेरै त्यो नेता प्यार कराउँदै हिँडेको पनि मन पर्दैन नेताहरु जहाँ पनि गएर अभिव्यक्ति दिएको पनि मन पर्दैन र नेताहरुको काम चाहिँ देश बनाउने हो भने सीमित समय छ दैट गाइ क्यान नट बी एभ्रीवेयर सो my vote is for somebody who does not speak a lot who does not speak nonsense who does not make manifestos जसले चाहिँ भनौं न एकदमै ठुलो हाउगुजी बनाउँछ I will vote people who will remain humble र who will build कानुन बनाउँछ ताकि आज रासपा आओस् भोलि कांग्रेस आओस् पर्सि एमाले आओस् मतलब भएन के काम चाहिँ हुनु पर्यो त्यो सिस्टम सेट गर्न सक्ने मान्छेलाई नियम बनाउन सक्ने मान्छेलाई वा मेजोरिटी भोट ल्याउन सक्ने सम्भावना भएको पार्टीलाई चाहिँ भोट हाल्छु थ्यांक यू भेरी मच